तपाईको पनि मेरो सेयर रिन्यू गर्नका लागि चाहिँ यहाँ चाहिँ यो डिमेट एकाउन्ट ह्याज बिन एक्सपायर्डेड रिन्यू यो डिमेट एकाउन्ट भिआइए अनलाइन पेमेन्ट अर भिजिट यो डिपी भनेर चाहिँ दिएको छ भने यहाँ चाहिँ कसरी तपाईँले आफ्नो मोबाइलबाट चाहिँ रिन्यू गर्ने मेरो सेयरलाई त्यो सिकाउँदैछु। त्यसको लागि अब आफ्नो युजर आइडी र पासवर्ड राखेर यहाँ चाहिँ लगइनको अप्सनमा क्लिक गरेर लगइन गरिदिनु र त्यसपछि यहाँ चाहिँ यो अप्सन देखाउनेछ। यो अप्सन देखाइसकेपछि अब तपाईँले यहाँ तलनिर चाहिँ प्रोसिड देखाएको छ, यो प्रोसिडको अप्सनमा जस्ट क्लिक गर्नु होला। जस्ट यहाँ चाहिँ क्लिक गरिसकेपछि यहाँ चाहिँ अब तपाईँले कुनबाट पेमेन्ट गर्ने यहाँ चाहिँ चारवटा वालेटबाट गर्न सक्नुहुन्छ। इसमा खल्ती आइएमपी र कनेक्ट आइपिएस देखाएको छ। अब तपाईँले कुनबाट तपाईँले पेमेन्ट गर्ने हो रिन्यूको लागि त्यो चुज गर्नु होला। जस्ट मैले इस्युआलाई चुज गर्छु। इस्युआलाई अब चुज गरिसकेपछि तपाईँको चाहिँ यहाँ चाहिँ तीनवटा अप्सन देखाएको छ, मेरो सेयर एन्ड डिमेन्ड। त्यसपछि अर्को देख्न सक्नुहुन्छ मेरो सेयर मात्रै अथवा डिमेन्ड मात्रै कुन रिन्यू गर्ने हो त्यो चुज गर्नु होला। जस्तो मेरो सेयर एन्ड डिमेन्ड दुइटै गर्दैछु मैले, त्यसैले यहाँ चाहिँ देख्न सक्नुहुन्छ त्यो चुज गरेँ। त्यसपछि यहाँ चाहिँ अब इयर कति वर्षको लागि रिन्यू गर्ने हो, जस्तो 2 हो भने यहाँ चाहिँ 2 टाइप गर्ने अथवा 2 चुज गर्ने। त्यसपछि तलनिर अब डिमेन्डको लागि पनि अब 2 गर्ने हो भने 2 गर्ने, 1 गर्ने हो भने 1 गर्ने। मैले दुइटैलाई डिमेन्ड र मैले मेरो सेयरलाई 2 वर्षको लागि रिन्यू गर्दैछु भने त्यही अनुसार माथिनिर टाइप गर्नु पर्यो, चुज गर्नु पर्यो है त। त्यसपछि तपाईँको यहाँ चाहिँ कति चार्ज लाग्छ मेरो सेयर र डिमेन्डमा देखाउने छ। तपाईँको टोटल यहाँ चाहिँ देख्न सक्नुहुन्छ दुइटाको चाहिँ अब 2 वर्षको लागि हो भने 50-50-100 यसरी लागेको छ। 1 वर्षको 50 देखाएको छ भने त्यसपछि अब तपाईँले जस्तो म यहाँ चाहिँ अब 1 वर्षको लागि गर्दैछु, 1 वर्ष यहाँ चाहिँ मैले टाइप गरेँ है त। 1 वर्षको लागि चाहिँ टाइप गरेँ। यहाँ चाहिँ 50 चाहिँ मेरो सेयर देखायो भने डिमेन्डमा चाहिँ 150 टोटल्ली गर्दाखेरि 100 र 50 गर्दाखेरि 150 भयो। अब प्रोसिडको अप्सनमा क्लिक गर्छु। यति गरिसकेपछि अब प्रोसिडको अप्सनमा क्लिक गरिसकेपछि अब तपाईँको यहाँ चाहिँ देख्न सक्नुहुन्छ साइनिङ योर एकाउन्ट भनेको छ। इस्युआलाई यहाँ चाहिँ साइनिङ गर्नु पर्यो। जस्तो यहाँ चाहिँ इस्यु आइडी भनेको छ, आफ्नो इस्यु आइडी र तलनिर एमपिन राखिदिनु पर्यो है त। जस्तो मैले चाहिँ मेरो यहाँ चाहिँ इस्यु आइडी भनेको ठाउँमा इस्यु आइडी राखिदिन्छु। त्यसपछि यहाँ चाहिँ पासपोर्ट यानि कि एमपिन राखिदिन्छु है त, 4 अङ्कको एमपिन राखिदिन्छु। त्यसपछि आई एम नट रोबोटको चाहिँ यो बक्समा मैले टिक गरिदिन्छु है त। यसमा क्लिक गरेँ भने एकछिन यहाँ चाहिँ भेरिफाइड हुन्छ, टिक गरेँ। त्यसपछि अब तलनिर लगइनको अप्सनमा जस्ट लगइन गरिदिन्छु। लगइन गरिसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यस्तो प्रकारको इन्टरफेस देखाउनेछ। तपाईँको मोबाइलमा ओटिपी कोड आउनेछ, त्यो कोडलाई आएको कोडलाई चाहिँ यहाँ चाहिँ राख्नु होला। 6 डिजिटको आउनेछ, त्यो कोडलाई जस्तो म यहाँ चाहिँ त्यो कोडलाई राख्छु। यहाँ चाहिँ दिएको सेकेन्डभित्र राखिसक्नु पर्ने हुन्छ। त्यसपछि भेरिफाईको अप्सनमा जस्ट क्लिक गर्नुपर्ने हुन्छ है त। म यहाँ चाहिँ भेरिफाईको अप्सनमा क्लिक गर्छु। क्लिक गरिसकेपछि अब देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ तपाईँको चाहिँ डिटेल्सहरू देखाउँछ। डिटेल्सहरू देखाइसकेपछि तपाईँको यहाँ तलनिर देख्न सक्नुहुन्छ कन्टिन्यू भन्ने एउटा अप्सन देखाएको छ। यो कन्टिन्यूको अप्सनमा जस्ट क्लिक गर्नुपर्ने हुन्छ है त। जस्ट मैले चाहिँ यहाँ चाहिँ कन्टिन्यूको अप्सनमा क्लिक गरेँ। क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ अब पे भिआइए इस्युआ भनेको छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ है त। जस्तो मैले चाहिँ पे भिआइए इस्युआमा क्लिक गर्छु। क्लिक गरिसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ पेमेन्ट चाहिँ सक्सेसफुल्ली भइसकेको छ। अब त्यस्तो प्रब्लम आउँदैन, रिन्यू गर्नुहोस् भनेर चाहिँ आउँदैन। तपाईँले पिडिएफ डाउनलोड गर्ने हो भने माथिनिर चाहिँ क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ। माथिनिर पिडिएफ डाउनलोड गर्ने एउटा अप्सन देखाएको छ, डाउनलोड पिडिएफ भनेको छ। त्यसमा साइडमा देख्न सक्नुहुन्छ अलाउ गर्नुभयो भने तपाईँको चाहिँ त्यो पेमेन्ट गरेको चाहिँ पिडिएफ चाहिँ डाउनलोड हुन्छ है त। तपाईँको यसरी यहाँ चाहिँ कति ट्रान्सफर गर्नुभयो, मेरो सेयर डिमेन्ड दुवै सबै यहाँ चाहिँ डिटेल्सहरू देखाएको हुन्छ पेमेन्ट गरेको तपाईँले यहाँनिर। त्यसपछि अब तपाईँको यहाँ तलनिर डनको अप्सनमा आएर चाहिँ डन गरिदिनु होला है त। अब डन गरिसकेपछि अब जस्तो मैले डन गरेँ। डन गरिसकेपछि अब यहाँ चाहिँ आफ्नो युजर नेम त्यसपछि पासपोर्ट राखेर तपाईँले यहाँ चाहिँ के गर्नु होला त लगइन गरिदिनु होला है त। जस्ट म राखेर यहाँ चाहिँ लगइनको अप्सनमा गएर लगइन गरिदिन्छु। लगइन गरिसकेपछि देख्न सक्नुहुन्छ अब रिन्यू गर्नुहोस् भनेर चाहिँ यहाँ चाहिँ अप्सन आएको छैन। यसरी तपाईँले चाहिँ रिन्यू गर्न सक्नुहुन्छ मेरो सेयरलाई चाहिँ डिमेट एकाउन्ट पनि र तपाईँको चाहिँ यहाँ चाहिँ मेरो सेयरलाई पनि तपाईँले रिन्यू गर्न सक्नुहुन्छ। साथीहरू आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्नु होला।